धेरै मान्छेहरूले मलाई भन्ने गर्छन् कि अब तैँले केही काम गर्नु पर्यो भनेर। धेरै मान्छेहरूलाई थाहा छ मैले केही काम गरिरहेको छु भनेर, तर धेरै मान्छेहरूले मैले गरिरहेको काम सँग आफूले सोचिरहेको कामको प्रकृति या उनीहरूको सोच नमिलेको कारणले मैले समय व्यर्थमा खेरा फालिरहेको जस्तो उनीहरूलाई अनुभूति भइरहेको छ। म जस्ता धेरै मान्छेहरूले आज आफ्नो समयमा सकेसम्म सामाजिक समस्याहरू कसरी हल गर्न सकिन्छ भनेर सोच्ने, फिल्डमा गएर काम गर्ने र त्यसको रिजल्ट निकाल्ने कोसिस गरिरहेका छन्। पछिल्लो 3 वर्षमा विश्वविद्यालयलाई छोडेर समाजमा जाँदै गर्दा धेरै आरोह अवरोह पार गरियो, धेरै कुरा भोग्यो, देखियो, सिक्यो। सम्बन्धहरू निर्माण पनि भए, भत्किए, बनेका सम्बन्धहरू फेरि भत्किए, बन्ने र भत्किने क्रम जारी रह्यो। र यो क्रममा मैले के कुरा सिकेँ भने सम्बन्धहरू निर्माण हुने र भत्किने कुरा हामीले गर्दै गरेका काममा एकरूपता देखिँदा सम्बन्ध निर्माण हुने गर्दछन् र हामीले गर्दै गरेका क्रियाकलापहरूमा फरकपना देखेपछि तिनै सम्बन्धहरू भत्किने गर्दछन्। यो सत्य कुरा हो। जसरी हामीले कक्षा अगाडि बढ्दै जाँदा पास र फेल हुने विद्यार्थीहरू छुटे र स्कुलहरू चेन्ज गर्दाखेरि साथीहरू छुटे, त्यसरी नै हाम्रा भौतिक परिस्थितिले, हाम्रा सोचहरूले पनि सम्बन्धहरू निर्माण र विघटन हुने कुरा भइरहेका छन्। अहिलेको अवस्थामा आउँदा काम गर्ने कुरालाई मैले राजनैतिक रूपले हेर्न थालेको छु। भनेको कुनै पनि काम कतै न कतै गएर राजनीतिसँग प्रत्यक्ष परोक्ष हिसाबले जोडिएको छ, प्रत्यक्ष हिसाबले राजनीतिसँग जोडिएको छ। हामीले गर्दै गरेका काम, आज मेरो प्रश्न, हामीले गर्दै गरिरहेको काम हाम्रा समस्याहरू समाधान गर्नको निम्ति प्रमुख भइरहेको छ कि अरू कसैको नाफा वृद्धि गरिदिनलाई हामी प्रयोग भइरहेका छौँ। यो मेरो कन्सर्नको विषय हो। र मैले बुझेको कुरा चाहिँ के हो भने अहिले हामी धेरै मान्छेहरू आफ्ना समस्याहरू समाधान गर्ने नाममा, आफ्ना आधारभूत समस्याहरू समाधान गर्ने नाममा कसैको मुनाफा वृद्धिको एउटा कालिन्दा भइरहेका छौँ। यो जुन कुरा मलाई मन परिरहेको छैन। मेरो चाहना कम्तीमा पनि मैले गर्दै गरेको क्रियाकलापले समाजको समस्या हल गर्ने बाटोको खोजी गरोस् भन्ने हो र जसले हामीलाई के कुरा सिकाउने छ भन्दा अरूले निर्माण गरेका योजना, जुन योजना उनीहरूको व्यक्तिगत नाफा निर्माण गर्नको निम्ति भइरहेको छ, त्यो भन्दा हामीले निर्माण गरिरहेका योजना जसले समाजलाई अग्रगमनमा लिएर जान्छ, समाजलाई विकसित बनाउँछ, त्यो कुरा हामीले सोच्यौं भने, खोज्यौं भने बढी प्रभावकारी तरिकाले हामी काम गर्न सक्दछौं। यो कुरा विद्यार्थी जिन्दगीमा
विद्यार्थी आन्दोलन गरिरहेका विद्यार्थी साथीहरूले निर्माण गर्ने राजनीतिक एजेन्डामा पनि आवश्यक छ। यो कुरा मजदुरहरूले मजदुर आन्दोलनमा आफ्नो मजदुर जिन्दगीमा गर्ने सङ्घर्षमा पनि युज गर्न आवश्यक छ। यो कुरा किसानहरूले पनि आफूले प्रयोग गर्न आवश्यक छ। बालबालिकाहरूको विषयमा पनि यो कुरा राजनीतिक कुरा युज गर्न आवश्यक छ। वृद्ध वृद्धाको हकमा पनि यो कुरा लागू गराउन आवश्यक छ। झट्ट हेर्दा हामी के सोचिरहेका छौँ भने हामीले त हाम्रो समस्या समाधान गर्नको निम्ति पो काम गरिरहेको हो त, तर कुरा त्यसो होइन कि साँच्चै नै हामीले गर्दै गरेका कामले हाम्रा समस्याहरू बेसिक निड हाम्रा आधारभूत आवश्यकताहरू पुरा भइरहेका छन्, भएका छैनन्। हाम्रा आधारभूत आवश्यकताहरू पुरा भएका छैनन्। हामी कुनै कम्पनीको कारिन्दा भइरहँदाखेरि कम्पनीको मालिकलाई पुँजी निर्माण गर्नलाई हामीले काम त गरिरहेका छौँ, तर हाम्रा बेसिक फन्डामेन्टल निडहरू हाम्रा बेसिक कुराहरू हामीले प्राप्त गरिरहेका छैनौँ। यो कुरा हामीले प्रयोगात्मक हिसाबले मात्रै बुझेर हुँदैन, हामीले दार्शनिक हिसाबले पनि बुझ्नुपर्ने हुन्छ। यदि हामीले प्रयोगात्मक हिसाबले मात्रै बुझ्न खोज्यौँ भने हामी एउटा कामबाट सिफ्ट भएर अर्को काममा जाने, अर्को काममा पनि त्यस्तै खालको हन्डर खाने र फेरि अर्कोमा जाने र निराश हुने स्थिति छ। आज नेपालमा यस्तो निराश हुने प्रचलन हाबी भइरहेको छ। मास्टर्स गरेको मान्छेहरूमा आर्थिक अभावको समस्या छ। काम गर्दै गरेका मान्छेहरूले आफूले सोचे जस्तो भइरहेको छैन। विदेश जाने साथीको दाँजोमा यहाँनिरका साथीहरूले काम गर्दाखेरि उन्नति भइरहेको छैन। एकाध सफल व्यापारीहरूको नजरमा सबै मान्छेहरूलाई त्यसैमा आँखामा हाल्ने चलन छ। यो पुँजीवादी समाजकोले निर्माण गरेका केही भाष्यहरूले पनि हामीलाई सङ्क्रमित बनाइरहेको छ र यो सङ्क्रमणले हाम्रो समाजलाई अगाडि बढ्न दिनेवाला छैन। यो सङ्क्रमण चिर्नको निम्ति हामीले हाम्रै तरिकाले काम गर्ने कुरा सोच्न आवश्यक छ। हामी जब समस्याहरूबाट सँग जुझ्न थाल्दछौँ, नयाँ निर्माण गर्ने चरणमा केही कुरा सोच्न थाल्दछौँ, अभावहरूको बिचबाट कसरी सस्टेन हुने भन्ने कुरा सोच्न थाल्दछौँ र केही कुरा प्राप्त गर्नुको उद्देश्य कसैलाई बुझाउनको निम्ति हामीले क्रियाकलापलाई तोडेर हामीलाई आवश्यक पर्ने स्रोत साधनहरू कसरी दिगो हिसाबले निर्माण गर्ने भनेर सोच्न थाल्यौँ भने हामीले थोरै मेहनत गर्दाखेरि पनि रिजल्ट धेरै आउने या सामूहिक हिसाबले मेहनत गर्दाखेरि पनि त्यसले सफलता बढी प्राप्त गर्ने, स्ट्रेस कम हुने गर्न सक्दछ। र हामीले निरन्तर यसको निम्ति प्रयत्न गरिरहनु पर्नेछ। हामीले साउको फाइदाको निम्ति काम गरेर जति उल्झनहरू बेहोरिरहेका छौँ, जति डिप्रेसनको शिकार भइरहेछन्, जति अभाव भोगिरहेका छौँ, त्योभन्दा कयौँ गुणा आनन्द सुखानुभूति हामीले हाम्रा समस्या समाधान गर्नको निम्ति वैकल्पिक उपायहरूको खोजी गर्दाखेरि भेट्नेछौँ। यो सामान्य लाग्ने कुराहरू एकदम गम्भीर विषयहरू हुन्, गहिरा विषयहरू हुन् र हामीले यो गहिरो चिन्तन गर्न आवश्यक छ। आउनुहोस्, नेपाली समाज एकदम सतही ज्ञानबाट भरिएको छ र त्यसलाई निकालेर हामीले गम्भीर चिन्तन गरौँ। समाजका समस्या हल गर्नको निम्ति हामीले छलफल अगाडि बढाउँ। जनआन्दोलन केन्द्र यसैको निम्ति काम गरिरहेको छ। धन्यवाद। फेरि भेटौँला।